वेलकम टु माई युट्युब च्यानल होइन। यो शनिबारको भ्लग 2। बिहान म सायद 9:30 बजी उठेको थिएँ। अनि 9:30 बजी उठेर इबुलहरू मिलाएँ होइन। अनि फ्रेस भएर म पूजा गर्न लागेको थिएँ। हेर्नु त मेरो लिटरली 9 बजी उठेको छु होइन। भगवान् पनि घुम्न जानु भइसक्यो होला कि म भगवान्को लागि अहिले सन्जोर धुप बालिरहेको छु। भगवान् घुम्न जानु भइसक्यो होला यार। यति ढिलो उठेर अन्त शनिबार होइन, रेस्ट डे। त्यही भएर भगवान् घुम्नु जानु भएर पछि मात्रै म आज धुप बालिरहेको छु। भन्नुभएको होला होइन, भगवान्को पूजा छैन त्यही पनि धुप बालेको छ भनेर। भगवान् मनमा हुन्छ, भित्तामा आएर के गर्नु सम्झिन्छु भगवान् भनेर धुप बालेर भगवान्लाई सम्झिन्छु। आज म घुम्न जाँदैछु। खानासाना खाएर नुहाइधुवाइ गरेर होइन रेडी भएँ म नुहाएर। अनि हेर्नुहोस् मेरो ट्रान्जेक्सन टाढा हल्का लुगा लाएर फ्लेक्स गरिदिएको के। नयाँ त होइन भए पनि हल्का देखाइदिएको के। ल रेडी भइसकेँ होइन। अब जाने स्वयम्भू, त्यहीँ गएर भेटौँला साथीहरू। बाई। यो चाहिँ गोङ्गो पुगी चक्रापथ कतातिर हो ठ्याक्कै मलाई लोकेसन थाहा भएन होइन। तर यहाँ चाहिँ राजा चाहियो भनेर पुरा के भइरहेको थियो हो होला। म कतितिरको मान्छेहरू हेर्नु नि त, झन्डै नेपाली झन्डा। तर पनि जाम चाहिँ थिएन है। ठक्क म स्वयम्भू पुगेँ। यी स्तूपहरू चाहिँ एउटा गौतम बुद्ध, अवलोकितेश्वर अनि अर्को गुरु रिम्पोचेको मूर्तिहरू है यो चाहिँ हेरेँ। अनि मैले त्यो बुद्ध पार्कको पछाडि छ अनि मैले ट्राई गरेको सकेन यार, लास्टै गाह्रो लाग्यो। फुकेर त हावा मात्रै निस्किन्छन् क्या। बज्दैन सकिनँ मैले पनि। उहाँले पनि सक्नु भएन, मैले पनि सकिनँ क्या। अनि साथीहरू कसलाई हेर्नु भएको छ, यो कसले पैसा उडाउनु भएको छ यो ठाउँमा यो हेरेर। तपाईहरुलाई खुसी लाग्यो दिनुभयो, तर सुरुमा निकाल्नेले चाहिँ खुसीले दिनुभयो, पछि निकाल्नेले चाहिँ के भनेर दिएको थाहा छ? अवश्य जादुलाई टाउकै छुट्याइदिने भयो भने छुट्याइदिन्थे भने म कैसी लगी आगे स्वाद। अनि म यता गएँ होइन माथिपट्टि। त्यो पहिला त गोल खालको एउटा बक्स जस्तो केही हुन्थ्यो नि, सिक्का हाल्ने। अनि लक भएर त्यो छिर्यो भने हाम्रो इच्छा पुरा हुन्छ भन्थ्यो नि। तर त्यति छैन रहेछ क्या अहिले, त्यो माथि मात्रै हालिरहन्। अनि माथि म टपमा गएँ। हेर्नु न सुन्दरता, स्तूपा कस्तो राम्रो छ क्या। बस्छु जस्तै छ नि। अनि मैले यसो हल्का भगवान्को ध्यान गर्दै हिँडिरहेँ होइन। तर अगाडिको दिदी चाहिँ म चाहिँ चिन्दिनँ क्या। फेरि दिदी चाहिँ अगाडि हिँडिरहनु भएको थियो। स्वयम्भू गएर त्यो के भन्छ सिँढीको छेउको लस्सी नखाएँ त्यहाँ गएको के मजा होइन। त्यहाँ गएर चट्ट लस्सी खाएँ होइन। लस्सी त खाएँ अनि चारैतिर हेरेँ सुन्दरता के। आकाशमा बादलहरू पनि कस्तो मजाको, आकाश पनि उज्यालो थियो। हल्का गर्मी पनि थियो है साथीहरू, हल्का भन्दा अलिक बढी नै थियो भनौँ न होइन। मजाले निहालेर बसेँ एकछिन शीतल चापेर होइन। अनि म साइडमा गएँ। साइडबाट हेर्नु न सहर पुरा एकमुष्ट। क्यामेरा अलिकति राम्रो नहोला होइन, हल्का जुम गर्दा आइफोन र के भन्छ स्यामसङ 24 अल्ट्रा जस्तो त नहोला, तर हल्का ठिकठाकै छ है। म धराएर जुम गरेर हेरिरहेको छु। क्यामेरा यसो गरेर म सँगसँगै सहर पनि देख्छ कि भनेर यसो गरेको होइन। काम त खतरा के, यस्तो माथि फर्केर हेर्नु अलिकति गाह्रै क्या। अनि यता आएँ। आफूले त होइन, अब आफूलाई त राम्रै लाग्दैन आफ्नो अनुहार होइन। तर पनि मान्छेहरू के राम्रो लाग्छ होला कि, म त अचम्म लाग्छ भनेको। तपाईँ
एक्लै आउनुभएको किन आउनुभएको एक्लै कोही छैन साथी भनेर सोध्छन् क्या बाटोमा चिन्नु नजान्ने मान्छेहरूले म चाहिँ यत्तिकै बसिरहेको होइन पछि सोधिरहेको थियो नि त म गएँ फेरि तल झरेँ कति धेरै मान्छेहरू यस्तो भिड कि आम्बो नेपाली जस्तै विदेशीहरू त्यस्तै खुकुरीहरू पनि दामी दामी रहेछ क्या त्यहाँतिर मैले भिडियो बनाएको बेला कति मुख छोपेर हिँडिरहेको थिएँ क्या लाग्नु त मलाई हल्का अप्ठ्यारो चाहिँ लागिरहेको थियो किनकि फर्स्ट टाइम भन्दा यस्तो मोबाइल यसो तेर्साएर हिँडिरहेको त्यस्तो हिँड्दिनँ नि त म कहिले पनि त्यही भएर अनि हेर्नु न गहनाहरू टक्क तल झरेँ अनि फेरि यतापट्टि माथि चढेँ क्या हिँड्दैछु होइन गएपछि घुम्नै पऱ्यो कति धेरै मान्छेहरू के आमा पार्किङमा गाडी बाइकहरू कति धेरै टन्टलापुर घाममा तिमी शीतल छाया होइन अनि म हिँडिरहेको थिएँ होइन माथि नेवारीहरूको त्यो आवाज हुन्छ नि बाजाहरूको टक्क आइदिरहेको अनि यसो नगए पनि चक्चौँ लागिरहेको थियो होइन म चाहिँ हिँडिएको अब एक्लै घुम्नु जाँदा त खासै त्यति रमाइलो त हुँदैन होइन तर पनि चलिदिएँ म त नेवार जातिहरूको कार्यक्रम ल्याएर रहेछ होइन म पुलिसलाई उठाइदिन्छु भाइ म चौतर्फी मनमोहक सुन्दर भए पनि होइन त्यो साइडमा हेर्नु कति सुन्दर छ माथितिर यसो आँखा निहाल्दा तल हेर्दा ल हेर यति साह्रो फोहोर के साह्रो फोहोर गरेको हौ यति रमाइलो घमाइलो दिन्छ होइन भुइँमा हेरेर फेरि तल आयो तल पनि नेवार जातिहरूकै कार्यक्रम भइरहेको छ है कहाँ छ पछाडि तल आएँ चटपटी बनाउन लगाएँ आन्टीलाई अनि यसो चारैतिर यसो हेर्दै चटपटे आन्टीले बनाइ पनि दिनुभयो चटपटे खाएपछि एउटा गीत याद आयो चटपटे पटे चटपटे पटे ठ्याक्क हाम्रो जिन्दगी अब यो सुनले मान्यता नपाएसम्म मान्छेले हामीलाई बेगला जस्तो छैन सुनको भाउ हेरिहाल्छ भगवान्ले पनि हामीलाई यस्तै पुत्ला भनेर झुन्डाइरहनु भयो मेरो मर्जीले चल गरेर क्या फेरि म त बुद्ध पार्कै आएँ यार टक्क हिँडिरहेको थिएँ होइन मेरो साथीहरू जो अर्काको फलफुल चोरेर खाँदैछन् नापेका मेरा साथीहरू
अब यसो हाम्रो 3टा बाँदर, कान छोप्ने, आँखा छोप्ने अनि मुख छोप्ने। यसको मतलब झुटो बोल्दिनँ, झुटो सुन्दिनँ अनि नराम्रो कुरा हेर्दिनँ। अब एक्लै गएपछि अब त्यसले त हुँदैन, आफू एक्लैले अब यस्तो मल आएर खिचिदिएको आफूले। देखो जरा पीछे तो देखो पीछे, ऐसा हमारा दिन कब आएगा भन्दा भगवान्को थाहा धेरै नराम्रो सोच्नु हुँदैन होइन। तैपनि दिमागमा त आइहाल्छ के गर्नु। टक्क लाएर म त फेरि हिँडिदिएँ, चलिदिएँ अब चाहिँ। यसो पछाडिबाट पिठमा देखिरहेको थियो नि त, अनि अगाडि आयो अनि टक्क पारेर आफ्नो अनुहारसहितको 3टा भगवान्, हाम्रो बौद्ध धर्मावलम्बीहरूको विशेष आस्था। अनि गाडी चढेर आएँ म। कति बस्नु होइन एक्लै, कति डुल्नु। एक्लै पछि धेरै एकचोटि घुमेपछि मन नलाग्दो रहेछ साथी नभएपछि। टक्क पारेर म जोरपाटी ओर्लेँ। अम्बो यो माछा गनाएको देखेर म त औडाइ के नाक बन्द गर्दा पनि नाकभित्र कसरी पस्छ भनेको, टाउको दुख्छ भनेको गन्धले। यदि तपाईँहरूलाई अरू ठाउँमा कपडा महँगो लाग्छ भने, सामानहरू महँगो लाग्छ भने जोरपाटी एरियामा आउनुहोस्। तपाईँलाई सस्तो र सुलभ मूल्यमा पाउनुहुन्छ। किनकि यहाँ सस्तो क्वालिटी पनि ठिकै हुन्छ, यस्तो धेरै नराम्रो भन्ने हुँदैन, राम्रै हुन्छ होइन। सस्तोमा चाहे चाहिँ आउनु होला। अनि म यता आएँ चिप, सुपर चिप, सबैभन्दा सस्तो ठाउँमा सबै भेराइटी छ। के लगाउने जुत्तादेखि चप्पलदेखि लिएर त्यो लुगा चेप्ने, कुच्चो लाउने, फोर्टाउने सबै छ क्या सबै। सबै हेरेँ, त्यहाँदेखि कति धेरै छ, सस्तोमै छ सबै सामानहरू। जे होस् बेला बेला गइन्छ ल्याइन्छ। सो हेर्दै थियो, मेरो आँखा टक्क गयो, बिहान फुटेको थियो नि त होइन। अनि ट्याक्क बिहान नि फुट्नु, अनि बेलुका त्यहाँ छिरेको, यसो ऐना हेरेको, ठिकै लाग्यो। लाइक यु एभ्री डे वाला थियो नि त चाइनिजको, अनि किनिदिएँ, एउटा किनेर लिएर आएँ। नेचर खुबसुरत, बहुत खुबसुरत नेचर, आनन्द लाग्ने खालको नेचर। अनि यहाँ चाहिँ युवाहरू क्रिकेट खेलिरहेछन्, फ्युचर क्रिकेटर होला पक्कै पनि, कोही न कोही त बन्ला नि होइन, यति मिहिनेत गरेपछि त। अनि त्यसपछि म मेरो काम गर्छु। अब पढ्छु, पढी लेखेर खाना खान्छु, सुत्छु। हेभ अ गुड नाइट।